यहाँबाट जसले सुरुमा मलाई केरा ल्याउँछ उसले एक झोला एयरबड्स पाउँछ। सबैजना केरा लिन बाहिर कुद्यो तर सुरुमै एकजनाले घरैबाट ल्याएको रहेछ। सो उसले चाहिँ घरैदेखि केरा बोकेर आएछ यो च्यालेन्ज गर्नको लागि। खोर्सानी ल्याउँछौ? ल्याछु नि यहाँ भाइले खोर्सानी पनि ल्याएर फुल्ली प्रिपेयर हो क्या भाइ त 1 स्टेप अहेड रहेछ। सो बधाई छ तिमीले च्यालेन्ज खेल्न पायो। एउटा नम्बर चुज गर 1 देखि 45 सम्म। 40 तिमीले 40 सेकेन्ड्स भित्र जतिवटा वाटर बोटल फ्लिप गर्छौ म त्यतिवटा एयरबड्स दिन्छु। 100 चोटि गर्यो भने 100 वटा एयरबड्स पायो। तर यो भन्दा अगाडि केरा खाऊ। फेरि खानु मन छ तिमीलाई म मेरो केरा दिन्छु। सो अन माई काउन्ट 3 2 1 स्टार्ट। उसको टाइम स्टार्ट भइसक्यो। 1 उसले जतिचोटि फ्लिप गर्यो त्यति एउटा एयरबड्स पाउँथ्यो तर गर्नै सकिरहेको थिएन। अनि ठ्याक्कै 30 सेकेन्ड भइसक्यो। अब 40 सेकेन्ड टाइम्स अप। उसको 43 सेकेन्ड्स कम्प्लिट भइसक्यो। दुईटा मात्र एयरबड्स जित्यो। तिमीलाई अझै एउटा अप्सन छ। मसँग सिजर पेपर रक खेल। म तिम्रो दुईटा एयरबड्स 4 वटा बनाइदिन्छु। हार्यो भने केही पनि पाउँदैन। हुन्छ हुन्छ। सिजर पेपर रक। सिजर पेपर रक। उसले सबै कुरा हारे यार। अब के गर्छ बाई बाई घर उसले फलो गरेर प्रुफ देखायो भने चाहिँ भर्खर हारेको थियो। म त्यो मान्दिनँ। 4 वटा एयरबड्स दिइदिन्छु। सो एज यु क्यान सी उसले हामीलाई फलो गर्दो रहेछ। तिमीले 4 वटा एयरबड्स जित्यौ। बधाई छ। सो सबै एयरबड्स दिन चाहिँ हामी प्रनि स्टोरेज जान्छौँ। उसको 4 वटा एयरबड्स चाहिँ यता छ। ल बधाई छ। भिडियो सकिनुभन्दा अगाडि कुनै नि अथेन्टिक फोन एक्सेसरिज वा ग्याजेट चाहिएमा प्रनि स्टोर आउनु होला। प्रनि स्टोर दुईटा लोकेसनमा छ। एउटा सिटी सेन्टरमा छ, एउटा जौलाखेलमा छ। जहाँ नजिक पर्छ त्यहीँ आउनु होला।